सो गाइज हामी भित्र छौँ यो हेरौँ गाइज बिपिन यहाँ भनेको छ त्यसैले यहाँ क्वेसनले दिएको छ 2 2 5 र 6 यहाँ चाहिँ पहिले क्वेसनले दिएको छ गाइज हेर्नुहोस् 2 5 6 यहाँ पहिले क्वेसनले दिएको छ त्यसैले हामीले यो लेखेको हेर्नुहोस् 2x + 5x बराबर यो पनि पहिले क्वेसनले दिएको यहाँ हेर्नुहोस् गाइज यहाँ दिएको छ त्यसैले हामीले इन्टिग्रललाई प्लस गर्दा 13x मैले अघि नै भनेको यो एक्समा छ भने यता ल्याएर भागमा गर्ने इन्टिग्रललाई भाग गर्दा यति आउँछ बिपिनको पहिला बिपिन छ सबभन्दा पहिला के छ 2x त्यसैले बिपिनमा 2x हुनुभयो 2 * x गर्दा x भनेको यति यानि कि इन्टिग्रललाई मल्टिप्लाई गर्दा यति हुने भयो अमृतको कति अमृत दोर्सोमा यो पनि दोर्सोमा 5x हुने भयो अमृतको 5 * x भनेको यो गर्दा 25 यति हुन्छ 6 आशिषको कति 6 छ त्यसैले 6 यति गर्दा 30,000 हुने भयो अर्को वालो हेरौँ यो कति 7 नम्बरको यो 7 नम्बर अलि झुकिनेवालो छ हेर्नुहोस् बी कलेक्ट्स ट्वाइस एज मच चाहिँ ट्वाइस भनेको चाहिँ अलि एदेखि डबल कलेक्ट गर्छ भने बीले सीले ट्रिपल गर्छ बीको ट्रिपल कलेक्ट गर्छ तिनटाले जोडेर कलेक्ट गर्नेको यति हुन्छ भनेर दिएको छ हेर्नुहोस् एले कति एक्स गर्छ बीले ए को डबल कलेक्ट गर्छ भने 2x हुने भयो सीले ट्रिपल कलेक्ट गर्छ भने 2 बी को यानि कि 2x हुने भयो फेरि हेर्नुहोस् यति कलेक्ट हुन्छ अब यो पनि त्यस्तै गरेर गर्ने यो x + 2x + 6x सरी गाइज मैले भित्र अलि 6x लेख्न बिर्सेछु यो चाहिँ 6x हो भित्र मैले अलि मिस्टेक मेरो छ गाइज सरी है तिनटालाई प्लस गर्दा 9x हुन्छ 9x बराबर यति हुन्छ मैले अघि नै भनेको यो एक्समा छ भने यता ल्याएर मल्टिप्लाई गर्ने भाग गर्ने फेरि इन्टिग्रललाई भाग गरिसकेपछि यति आउँछ पहिला ए को कति छ x भनेको चाहिँ कति 1 * यति गर्दा यति हुन्छ 2 दोर्सो कति हो 2x छ 2 भनेको x चाहिँ यति हो 2 * यति गर्दा यति आउँछ सी को चाहिँ कति 6x 6x भनेको यति हो त्यसैले दुईटालाई इन्टु गर्दा यति आउँछ अर्को हेरौँ गाइस अर्को पनि त्यस्तै छ हेर्नुहोस् बिग इफ कृष्ण कलेक्ट ट्वाइस एज मच एज राम कृष्णले डबल रामको कलेक्ट गर्छ भने हरिले ट्रिपल कलेक्ट गर्छ कृष्णको तिनटाको चाहिँ 16,200 छ अब यहाँको हेर्नुहोस् गाइस कृष्णले पहिला कति भनेको छ रामको चाहिँ x हुने भयो रामले चाहिँ के x मात्रै गर्छ कृष्णले रामको डबल गर्छ भने 2x हुने भयो 1 को डबल 2 हुन्छ त्यसैले अब र हरिले कृष्णको ट्रिपल गर्छ भने 2 को ट्रिपल चाहिँ 6x हुन्छ त्यसैले 6 हुने भयो यो हरिको तिनटाले कलर गरेको 16,200 हुन्छ 16,200 फेरि तिनटालाई प्लस गर्ने इन्टिग्रललाई प्लस गर्दा कति 9x आउँछ 16,200 को 16,200 x बराबर यता मैले अघि नै भनेको यसलाई इन्टुमा गर्दा यता ल्याउँदाखेरि भागमा 16,2000लाई गर्दा 200लाई यसलाई गर्दा भाग यति आउँछ अब यो चाहिँ कृष्ण हरिको निकाल्दाखेरि अब यहाँ हेर्नुहोस् रामको कति थियो रामको कति x मात्रै थियो यानि कि 1 * 1800 तिनटालाई त्यो दुईटा भाग गरिसके 1800 आउँछ त्यसैले रामको 1 * 1800 हुने भयो कृष्णको कति डबल थियो रामको त्यसैले 2 हुने भयो x बराबर 1800 थियो त्यसैले इन्टु गर्ने हरिको चाहिँ 6x थियो 6x भनेको यति हो दुईटालाई इन्टु गर्दा यति आउँछ अब अर्को हेरौँ गाइज हेर्नुहोस् 8 को द रेसियो अफ एङ्गल्स अफ ट्रायङ्गल इज 1/20 फाइन्ड द एङ्गल्स निकाल्ने भनेको छ गाइज यसको यहाँ हेर्नुहोस् गाइज ए को हेर्नुहोस् गाइज यहाँ यो मैले ट्रायङ्गलको पुरै तिनवटा भागलाई जोडेर कति हुन्छ ट्रायङ्गलको सम कति हुन्छ भनिसकेपछि 180 हुन्छ 180 हुन्छ त्यसैले हामीले यसलाई 180 लेख्छौँ क्वेसनले दिएको छ 1x हेर्नुहोस् गाइज क्वेसनले 1 1 2 दिएको छ त्यसैले हामीले 1x + 2x लेख्यौँ इन्टिग्रललाई प्लस गर्दा 4x x बराबर 180 भागा 4 x बराबर 45 डिग्री हुन्छ इन्टिग्रल गर्दाखेरि तारेसन लाग्नुभयो यो कस्तो नभयो भने ट्रायङ्गलको चाहिँ सम यस्तो हुन्छ नि त्रिभुज यसको सम चाहिँ तिनटै भागलाई जोडेर कति 180 आउँछ त्यसैले यहाँ चाहिँ 180 हुने भयो अब सबैभन्दा पहिलाको निकाल्ने 1 * 45 डिग्री गर्ने 45 यसको पनि 1 रहेछ त्यसैले 1 * 45 गर्दा 45 यसको चाहिँ कति छ 2 त्यसैले 2 * 45 गर्ने 90 डिग्री अब अर्को हेर्नुहोस् गाइज यहाँ दिएको छ 2 3 र 4 दिएको छ फेरि एङ्गल्स अफ ट्रायङ्गल निकाल्ने भनेर 2 हेर्नुहोस् गाइज यहाँ 2 3 र 4 क्वेसनले दिएको त्यसैले हामीले लेख्यौँ मैले अघि नै भनेको ट्रायङ्गलको सम चाहिँ 180 हुन्छ त्यसैले इन्टिग्रल त्यो गरिसकेपछि 180 अब इन्टिग्रललाई प्लस गर्ने 9x बराबर 180 हुने भयो x बराबर अब 180 र 9 हुने भयो यो चाहिँ यता ल्याएर भागमा त्यसैले इन्टिग्रल गर्दाखेरि 20 आउँछ अब 2
2 को 2 इन्टु यहाँ पहिलाको गर्ने 2 इन्टु 20 गर्ने 40 3 इन्टु 20 गर्ने 60 4 इन्टु 20 गर्ने 80 गाइज यति हो गाइज यति आउँछ यसको आन्सर चाहिँ अब गाइज यति हो चाहिँ यो चाहिँ आजको लागि चाहिँ यति गाइज धेरै भइसक्यो अब भिडियो पनि धेरै लामो भइसक्यो गाइज आजको लागि चाहिँ यति र इम्पोर्टेन्ट म एउटा इम्पोर्टेन्ट क्वेसन भनिहाल्छु यो चाहिँ सबैभन्दा परीक्षामा आउने भनेको यिन दुईवटावाला यस्तोवाला क्वेसन हो नि यस्तोवाला त्यसलाई यो चाहिँ पढ्नु होला गाइज त्यसैले आजको लागि बाई गाइज ल